साथीहरू धेरै वर्षपछि कति 30-40 वर्षपछि चिउरी खान पाइयो है। बुटोलको हाट बजारमा चिउरी किनेर लिएर आएर चट्ट चिउरी खाएर अनि हाम्रो एकदम रमाइलो समय बिताइरहेका समय। यहाँ चिउरी छ, यहाँ जमुना छ है साथीहरू। जमुना ए बहिनी जमुना भनेर अहिले गीत फेमस पनि छ। मेरो हातमा जमुना पनि छ है। जमुना पनि यस्तरी फ्रेस जमुना धेरै वर्षपछि यसरी खाने चान्स सौभाग्य मिलेको छ है साथीहरू। यस्तरी हेर्नु तपाईँहरू पऱ्यो यसो मजा लिन सक्नुहुन्छ, रमाइलो मजा लिन सक्नुहुन्छ। यस्तरी फ्रेस जमुना खान पाइयो। चिउरी खाएर चिउरी पनि खान पाइएको छ। अनि बेल पनि है हेर्नु हाट बजारबाट मैले बेल पनि लिएर आएँ। बेलको टक्क जुस बनाएर बेलको पनि आनन्द लिने हो। यहाँ आएर पाए जतिको स्थानीय फलफुल मजाले खाने फुल रमाइलो गरेर हाम्रो यात्रालाई अझै रमाइलो गराउने है साथीहरू है। थ्याङ्क यू फर वाचिङ। आहा ल है जमुना